विधा गजल पनि होइन, उहाँ चाहिँ हाम्रो गेस्ट आर्टिस्ट हुनुहुन्छ र आएको बेलामा हामीसँग इन्जोय गर्न आउनु भएको र उहाँले आफ्नो गीतहरू एक दुईवटा हामी माझ पस्किनु हुनेछ र सबैजनाले राम्रोसँग उहाँको गीत सुनेर तालीले साथ दिनुहोला। हस्, धन्यवाद हजुर। यो गीत चाहिँ अर्जुन भाइले भनेको गीत हो। यो कस्तो भने घाँटी यस्तो छ, माइकले अलिक राम्रो बनाउँछ, उता बाहिर भन्ने आशा छ। यो गीत चाहिँ एउटा मेरो साथीले एउटा कथा भनेर मैले लेखेँ। त्यो साथीको नाम हो युवान तुलाधर। मैले उसको लागि किन लेखेँ भने उसको एउटा प्रेसीसँग एउटा अफेयर र उसको नाममा यो गीत रेडियोमा बज्दाखेरि कहीँ उसको भइहाल्छ कि भन्ने ठुलो उसको प्रयास थियो। अनि मैले त्यो प्रयासमा मैले सहयोग मात्रै गरिदिएको थिएँ, तर त्यो प्रयास सफल भयो। सफल नभएपछि एउटा गीत लेखेँ मैले, कति कमजोर रहेछ भावी तिम्रो सिउँदो पर्न सकिन भनेर। त्यो गीत युवान तुलाधरको नाममा छ, तर त्यो गीत लेख्ने मान्छे चाहिँ यही दिप तुलाधर भनेर। एनिवेज अहिले उहाँले के भन्नुहुन्छ भने अहिले पनि सिन्स अ लङ टाइम ब्याक उसले के भन्छ भने यो गीत अब किनभने ऊ त्यो गीत त कहिले लेख्ने मान्छे होइन, साहित्यमा नै छँदै छैन, प्योर नेवारी मान्छे हो, बिजनेसम्यान हो, इज अ तुलाधर। अनि भने अनि अहिले चाहिँ अब फेरि ऊ कस्तो लकी भने जुन बेला फर्स्ट टाइम के भन्दा भिनाइल रेकर्ड लाहाको रेकर्ड भएको बेलामा चाहिँ मलाई गीत माग्दाखेरि मैले यो गीत देख्थेँ, सेलेक्टेड भएर त्यो गीत चाहिँ लाहामा छ, उहाँको नाम पनि लाहामै छापेको छ होइन। अब उसले के भन्छ तिम्रो नाम गरेर भन्छ, मेरो नाम त गर्नु मिल्दैन, त्यो भिनाइलमा मैले फेरि कसरी रिप्रिन्ट गर्नु मिल्दैन, गीत उहाँले लेख्नु भएको, उहाँकै नाम छ, तर गीत चाहिँ मैले। अनि त्यो गीत लेखिसकेपछि मलाई पनि मेरो पनि जिन्दगीसँग मिल्छ जस्तो लाग्नु थाल्यो। त्यसैले त्यो मेरो गीत मेरो आफ्नै भन्दै गाउँछु। चाहिँ यसलाई अन्यथा नठानिनु होला, जिन्दगीका मोडहरूमा आइपरेका गीतहरू हुन्छ। कति